21 खर्ब 24 अर्ब 34 करोड हो। तपाईहरुले सही सुन्नुभयो। यो नेपालको आगामी आर्थिक वर्ष 2083-84 को बजेट हो। तर विकासमा मात्र 4 खर्ब बाँकी 17 खर्ब कहाँ जान्छ? आउनुहोस् विस्तृत रूपमा बुझौं। चालू वर्ष 2082-83 को पुनरावलोकनको अनुमानको तुलनामा यो वर्षको बजेट करिब 25% ठूलो हो। सरकारको कुल बजेटको 59.8% अर्थात् 12 खर्ब 70 अर्ब चालू खर्चमा जान्छ। यो रकम विशेष गरी कर्मचारीहरूको तलब भत्ता दरबन्दी र कार्यालय सञ्चालनमा सकिने गर्दछ। यसको मतलब यति ठूलो रकम मात्र सरकार चलाउनको लागि खर्च हुने गर्छ। हामीलाई महत्त्वको विषय हो पुँजीगत खर्च। यसमा मात्र 20.3% अर्थात् 4 खर्ब 31 अर्ब छुट्याइएको छ। हो यही रकमले देशको विकास निर्माणका कामहरू हुने गर्दछन्। अब बाँकी रह्यो 20% अर्थात् 4 खर्ब 22 अर्ब यो वित्तीय व्यवस्थापनमा जाने गर्दछ। वित्तीय व्यवस्थापन अन्तर्गत सरकारले अघिल्ला आर्थिक वर्षहरूमा लिएको ऋणको सावा र ब्याज दिने काम गर्दछ। यसको मतलब यो पनि विकास बजेट होइन, यो त पुराना आर्थिक वर्षहरूको ऋण तिर्न मात्र पर्यो हुन्छ। सरकारको लगभग 60% चालू खर्च, 20% वित्तीय व्यवस्थापन, यसको मतलब 80% रकम देशको विकास बाहिर छ। अनि देश विकास निर्माणको लागि मात्र 20% र यति विशाल बजेटको लागि सरकारले राजस्व अर्थात् ट्याक्सको लक्ष्य 14 खर्ब 5 अर्बको लिएको छ र फेरि पनि बाँकी 6 खर्ब 57 अर्ब ऋणले पूरा गर्ने योजना छ र यसमा पनि आन्तरिक ऋण 4 खर्ब 10 अर्ब र बाह्य ऋण 2 खर्ब 47 अर्ब। यसको मतलब सरकारले ऋण तिर्न फेरि पनि ऋण लिँदैछ। सरकारले भन्छ नेपालको आर्थिक वृद्धि दर 7% ले हुन्छ। तर जब हाराहारी 80% रकम सरकारको वित्तीय व्यवस्थापन र सरकार सञ्चालनमा सकिन्छ भने 20% रकमले देशको कति ठूलो विकास होला? के सरकारले 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ला त? सडक टुटेका, विकास निर्माणका काम अधुरा, युवा सधैँ पलायन, यति विशाल बजेट अनि विकास निर्माणका लागि मात्र 4 खर्ब। तपाईहरुलाई आगामी आर्थिक वर्ष 2083-84 को बजेट कस्तो लाग्यो? धन्यवाद।